हेरगेडा होइन लाइफ सबको एकना चल्दैन होइन। मान्छेहरूले भन्छ छैटौँमा लेखेर ल्याएको जे छ त्यही पाउँछ भनेर क्या। भगवान्ले त घुँडा टेकेको दिन छ भने हामीले घुँडा नटेकेको दिन कहाँ हुन्छ भनेको क्या, छैन के। मेहनत गर्नुपर्छ होइन, एकदम मेहनत गर्नुपर्छ होइन। आज नहोस्, भोलि नहोस्, पर्सि नहोस्, एक दिन न एक दिन त पक्कै हुन्छ क्या। सालौँ कुर्दा एक दिन न एक दिन त सक्सेस पक्कै पनि हुन्छ होइन। जब आफ्नो परिवारको कुरा छोडेर अरूको कुरा सुनिस् भने, परिवारभन्दा बाहिर अरूको कुरा सुनिस् भने तेरो लाइफ ड्याम हो भाइ। जब आफ्नो परिवार होइन सबलाई हेर, माया गर होइन, तिनीहरूको कुराहरू सुन। आफ्नो परिवारले कहिल्यै पनि नराम्रो भन्दैन, कहिल्यै पनि नराम्रो भन्दैन। मेरो छोरा सधैँ राम्रै भइदियोस्, मेरो भाइ सधैँ राम्रै भइदियोस्, मेरो बुढो सधैँ राम्रो भइदियोस्, मेरो बाउ सधैँ राम्रो भइदियोस् क्या। त्यो चाहिँ हाम्रो परिवारले सोचे हुन्छ होइन। हामी चाहिँ अब यही हो लाइफ, विदेशी लाइफ होइन, दुःख गर्छ होइन, त्यत्तिकै नै हो क्या फेरि होइन। हुने त केही पनि होइन, कमाउने हो, दुःख गर्ने हो, जोड्ने हो, इन्जोय पनि फर्स्ट प्रायोरिटी दिने हो होइन। महिनाभरि तिमीहरूले दुःख गर्छ भने होइन, त्योहरूले 26 दिन दुःख गर्छ भने महिनामा 4 दिन भनेको वाइल्ड चिल हान्ने हो कि। त्यो घर व्यवहारै बिग्रिने गरेर चिल हान्ने होइन, लिमिटमा चिल हान्ने होइन। घर परिवार सँगसँगै आफ्नो पर्सनल लाइफ पनि म्यानेज गर्ने हो क्या गाइस के होइन। अनि अब कस्तो हुन्छ नि होइन, धेरै भयो कतिपय मान्छेहरूले अब के भन्छ भने दाइ यस्तो होला उस्तो होला, केही पनि छैन भाइ। अब कसलाई छैन र आफ्नो फ्यामिलीसँग बसेर, नेपालमा बसेर होइन खुसी हुने होइन। त्यो बाबामा छोडेर आयो, परिवार छोरछोरी, सानो छोरी छोडेर आयो होइन, छोराछोरी छोडेर आयो, यहाँ आयो फेरि तिनीहरूको यादमा बसिरह्यो, घर जाने दिन कोर्दै बस्यो। परदेशी लाइफ त केही नै छैन नि त, छन् त होइन। तर पनि छोके होइन, अब के गर्नु, पैसाको पछाडि अब भगवान्ले त शिवजीको त 3 नेत्र खोल्छ अरे। अब हामी त मान्छे हो, घुँडा टेक्नै पऱ्यो होइन। तर पनि हार नमान्के भाइ के। मैले होइन युट्युबतिर कति प्रयास गरेँ होइन। पहिला मेरो राम्रो इन्कमिङ थियो, मैले ढुक्क मेरो स्यालेरी बचाएर फ्यामिली हेर्नु भ्याएको थिएँ होइन। अहिले चाहिँ त्यस्तो छैन होइन, सायद तिमीहरूले नहेर्देर होला होइन। हो के, त्यही पनि छैन, केही छैन। फेसबुकमा हेर अलि पैसा आउँछ, त्यो पनि राम्रै छ, त्यसमा पनि त्यस्तो केही दुःख मान्नुपर्ने छैन है। मेरो कुरा अब तिमीहरूलाई त अब नराम्रै लाग्छ होइन, किनकि अब मैले त आफूले बुझेँ, सब कुरा देखेँ होइन। अब पहिला अब हुन्छ नि त स्कुल लाइफमा पनि त्यस्तो इच्छा आकाङ्क्षाहरू पुरा भएन। त्यसपछि अब बाआमालाई पनि त्यस्तो दोष दिने ठाउँ छैन, उनीहरूले जति सक्यो त्यति गर्यो होइन। अब हाम्रो पालो हो, अब हामीले गर्ने हो गाइज होइन, हामीले गर्ने हो क्या होइन। त अब सुतेर नबस मुजी होइन, जे सानो ठुलो जस्तो सुकै काम गर्न सक्छस् गर होइन, सुतेर नबस मेरो भाइ होइन। अब मैले तँलाई एडभाइस दिँदाखेरि अब ए मुजी पुष्टिले एडभाइस दिए जस्तो लाग्ला होइन। भाइ सिकाउने भनेकै आफूलाई परेपछि हो क्या। पहिला त म नि चिल हानेरै बस्थेँ, दिनदिनै तोप खाएरै बस्थेँ, गाउँतिरै हल्लेर बस्थेँ। म तँलाई तोपै खान सिकाउँथेँ त हौ मुजी। अहिले त मैले आफूले दुःख बुझेँ, यस्तो रहेछ उस्तो रहेछ, अनि त्यहाँबाट पो तँलाई मैले सिकाएँ त। आफूले बुझेर एक्सपिरियन्स भएर पो तँलाई भने त होइन। त्यही भएर तैँले सुतेर नबस भाइ। 15,000को पाउँछस्, 10,000को जागिर पाउँछस् भने नि स्टार्टिङ गर होइन। तँलाई इच्छा आकाङ्क्षाहरू भएको चिजहरू किन होइन, स्टार्टिङ यो लाइफ के भाइ के। 1 वर्ष दुःख गर होइन, त्यहाँबाट चाहिँ युट्युबमा पनि राम्रै कमाइ छ, फेसबुकमा पनि राम्रै कमाइ छ। तर मेहनत गर होइन, कन्टेन्ट बनाए होइन, जे गर के, तर गर के। भगवान्ले हामीलाई घुँडा टेकाउन खोज्छ क्या, तर हामी भगवान्लाई घुँडा टेकाउने हो क्या। किनकि होइन तँलाई थाहा छ होला, शिवजीको पनि पैसा देख्यो भने 3 नेत्र खुल्छ अरे क्या। हामीलाई 3 नेत्र खुलाउनु छ क्या, एकचोटि हेर्नु छ क्या ल्याम। म कति साइको हुन्छु क्या होइन, कहिलेकाहीँ वाइल्डमा साइको पनि हुन्छ होइन, फेरि कहिलेकाहीँ ह्याप्पी नि हुन्छु म्यान होइन। अब त्यस्तै हो लाइफ। मेरो गगल्स फेरि हरिब छ क्या।